नमस्ते छ्याजलो स्योफुल। आजका बालबालिका भविष्यका कर्णधार हुन् भन्ने कुरालाई मनन गरी म सानो सहयोग लिएर दोर्दी गाउँपालिका 5 लमजुङमा अवस्थित श्री मनहरी प्राथमिक विद्यालय पुगेकी थिएँ। म र मेरा टिमले त्यस विद्यालयमा अध्ययनरत छात्र छात्राहरूका निमित्त जाडो मौसममा लगाउने स्वेटर तथा आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गर्ने निर्णय स्वरूप सोही सहयोग लिएर म गएकी थिएँ। त्यहाँ पुग्न साथ विद्यालयका प्रधानाध्यापक र अन्य शिक्षक शिक्षिकाहरूले मलाई बडो नम्रता र हार्दिकताका साथ दोसल्ला उडाई भव्य स्वागत गर्नुभयो। उहाँहरूको मित्रवाद व्यवहार, शालीनता, आतिथ्यता र सत्कार यति भव्य थियो कि जसलाई म जीवनभर बोल्न सक्दिनँ। निर्दोष अनुहार र निर्मल मुस्कान बोकेका कलिला नानी बाबुहरूले गलभरि फुलका माला पहिराइदिँदाको जस्तो स्वर्गीय आनन्द सायदै अन्यत्र खोजेर मिल्दछ। स्वेटर लगाइदिएर कापी कलम हातमा थमाइदिँदा उनीहरू यति खुसी भए कि उनीहरूको खुसीको हाँसोमा मैले पनि आफ्ना खुसीका आँसु मिसाइदिएँ। यसबाट मलाई के अनुभूति भयो भने सानो सहयोगले पनि कसैका लागि ठुलो हुन सक्दछ। चिसोले थरथराइरहेका ती कलिला आँगाहरूलाई स्वेटरको न्यानोपनले केही हदसम्म भए पनि राहत मिल्छ कि भन्ने विश्वासमा म छु। ती कलिला बालबालिकाहरूको खुसीको कारक बन्न पाउँदा भरपूर आत्मसन्तुष्ट मिलेको छ। यस पुण्य कार्यका लागि सहयोग गर्नुहुने मेरा टिमका आदरणीय व्यक्तित्वद्वय पचुचिबा श्री जित गुरुङ भेना र श्री क्रिस गुरुङ दाईलाई हृदयदेखि नै हार्दिक आभार प्रकट गर्दछु। विद्यालयसम्म पुग्नका लागि यातायातको व्यवस्था मिलाइदिएर मेरो यात्रालाई सहज बनाइदिनु भएकोमा दोर्दी गाउँपालिका प्रमुख आदरणीय दाई युवराज अधिकारीलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईहरूको दिन शुभ रहोस्। कि मे ताना दिन छ्यावतरिगे धन्यवाद ग्यासजे। साह्रै मिठो गाउनुभयो। Thank you. Judges.